हेलो गाइज, हामी चाहिँ आज सिलिङ आएको अनि हामी चाहिँ बाटोमा अहिले स्कुटीमा आएको। कतापट्टि हो हामीले चाहिँ बाटो बिर्से जस्तो भइरहेछ। यो चाहिँ सिलिङको हट्टे सादीकोटको हो अनि गैरी गाउँ चाहिँ यतै हो कि जस्तो लाग्छ। नानी हामी कहाँ आइपुग्यो? Hello guys, this is Ajal Shrestha, YouTuber. हामी चाहिँ सिलिङ आइपुग्यो अनि हामी चाहिँ यहाँ अर्जुन बाजुको घर आइपुग्यो। यो चाहिँ यहाँ छ अनि अजाको घर जाने बाटो चाहिँ पुरै चेन्ज भइसक्यो। हामी चाहिँ यहाँ सानो हुँदाखेरिमा नानी जत्रो हुँदाखेरि चाहिँ अनि निम्ता खानालाई आउँथ्यो अनि त्यसपछि मम्मी बुवा चाहिँ नभ्याउँथ्यो अनि म शान्ति सरस्वती हामी चाहिँ आइराख्नु पर्थ्यो। अनि आएपछि चाहिँ हामीलाई चाहिँ यहाँबाट चाहिँ मन्दिरमा डाँडा त्यो माथि देख्थ्यो अनि रुनु मन लाग्थ्यो कि हामीलाई चाहिँ टाढा हिँडेर आउँदाखेरि दुःख हुन्थ्यो अनि सुनसान नरमाइलो फिल हुन्थ्यो हामीलाई चाहिँ। सायद यो चाहिँ अजाको घर हो नानी, त्यही तलको। यो चाहिँ पुरानै बाटो हो, माथि चाहिँ गाडीको बाटोले चाहिँ फेरि नचिन्ने ठाउँ भएको छ अहिले चाहिँ। पहिलाको हिँड्ने ठाउँ चाहिँ यही नै हो, हिँडेर आउने ठाउँ बाटो। चिप्लिन्छ क्या म त्यहाँ। यो अजाको घर। अजा बस्नु अझ अझ ल्याउनु अझै नै ए अझै खाना खानुभयो? खाना खानुभयो? अझै ल्याउनु अझै लाउन। हेलो बिल्ली। हामी स्कुटीमा त्यो खरिनबाट स्कुटी कति लिन्छ होला नानी? जान पाउन त्यो पिनालु हुन्छ हुन्छ। तपाईँ घाँटी दुख्यो आज? घाँटी दुख्यो? एकताले नलाउनु अप्ठ्यारो हुन्छ। पछि भयो पछि अलिअलि पहिले भइरहेको कति ठाउँ गयो, कति ठाउँ पहिले 15-20 वर्ष हिँडेको अनि भरतपुर गयो, एमआईमा हाल्यो अनि नसोचे प्याज भन्यो अनि त्यो दबाईले खायो। उस फेरि काठमाडौँ गयो मासुवाले
त्यहाँदेखि गयो नसुतेर छ अपरेसन गर्नुपर्छ गर पनि भन्दैन नगर पनि भन्दैन रिस हुन्छ भने अहिले डाक्टर डरायो अब 69 वर्ष अनि त्यही भएर डरायो यहाँ त्यति दबाई दबाई गाडी नपाएर मैले पाएन त्यहाँ फर्केर आउँदाखेरि साग पिनालु झोलामा हालेर ठिक्क बनाएको टमाटर चार पाँच दिन हो नानी फाल्ने अहिले माथि मकै बिउ खोज्दा भने अलिकति मकै लाउँदा वर्षा गयो अहिले के जान्थ्यो त गोठालो कति बजेको तल झर्नु खान्छ अहिले अब के तल झराइ भएर भित्र सुत्यो अनि उठ्न सक्दैन भनेर टक्रो राखिदिएको झरेको हामी चाहिँ अजालाई भेटेर फर्किँदैछ है त यो चाहिँ अजाको घर हो गोठ अब हामी लाग्यो खैरिङतिर यो चाहिँ हिँड्ने ठाउँ बाटो भयो नि सिलिङको अनि त्यसपछि हामी चाहिँ यहाँबाट ऊ माथि डाँडा देखायो नि त्यो चाहिँ त्यो बाटो हुँदै माथि मनगुम जाने कि अनि त्यो चौताराबाट माथि चाहिँ अनि हटिया आउँछ हटियाबाट माथि मनगुम जान्छ अनि हामी चाहिँ यहाँबाट त्यो डाँडा देखेर चाहिँ हामी चाहिँ एकदम रुन मन लाग्थ्यो कि हामी यति टाढा यति सुनसान ठाउँ नै होइन दिस इज हेजल श्रेष्ठ सबै थाहा भयो जाने ल अब आज मौसम ठिकै छ ठिकै थियो अघि त खासै घाम लाग्थेन है राख्ने जल अलि बाई 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 भयो त्यो त हुन्छ अलि पोख्यो कस्तो हातले हरर हुन्छ यहाँबाट सिलिङबाट फर्केर खैरेनी जाने हो अब चाहिँ अब खैरेनी होइन त उयो रामसा यताको बस पार्क हाइवे अनि डाँडा काँडा